जसले जेसुकै भने पनि बालेन शाहमा केही त छ है। काठमाडौँको मेयरबाट राजीनामा त दिए, तर पनि धेरैलाई अहिले पनि बालेन शाहले नै रोजगारी दिए जस्तो लाग्छ मलाई त। अब केपी ओली अनि त्यसका झोले एमालेको दिन पनि बालेनको नामबाटै सुरुवात हुन्छ, नाम लिएरै अस्ताउँछ। त्यस्तै नयाँ पार्टी हर्क सम्पाङ अनि उहाँका संस्कृति पार्टीका कार्यकर्ताको पनि दिनको सुरुवात बालेन शाहकै नामबाट हुन्छ अनि अन्त्य पनि बालेन शाहकै नामबाटै हुन्छ। सो हेर्दाखेरि बालेन शाहको नाम लिने बित्तिकै अनेक थरी गाली बक्ने बित्तिकै सोसियल मिडियामा लाइक र भ्युजको बर्सात हुँदो रहेछ। त्यत्तिकै स्ट्याटस हाल्यो भने त अब लाइक आउँदैन, भ्युज आउँदैन, त्यो थाहा भएको कुरो। बालेनको नाम लिने बित्तिकै बालेनको सपोर्टरहरूले हेरेर लाइक र भ्युज बढाइदिँदा रहेछन् कि। अनि यसो कता कता के लाग्छ भने बालेनले सबै बेरोजगारहरूलाई रोजगारी दिए जस्तो पो लाग्न थाल्यो मलाई चाहिँ नि। जस बालेनको नामले नै धेरैले रोटी सेकिरहेछन्। अब बजाउने त घन्टी नै हो, थाहा छ सबैलाई। त्योभन्दा अगाडि मच्चिरहेछन्, मच्चिन दियोस्। आफू त खुलेरै घन्टीको सपोर्टर हो। घन्टीमा पनि बालेन शाहको फुल सपोर्टर परियो। तपाईँहरूको भोट चाहिँ नि कसलाई हो यसो कमेन्ट गरिदिनु त साथीहरू।